अ, प्राय जस्तो बुद्धिस्टहरूले बुद्ध धर्म मान्नेहरूले चाहिँ वर्षमा एक दुईचोटि आफ्नो घरमा लामाहरू बोलाएर चाहिँ अ, पूजापाठ गर्न लाउने है। त्योभित्र पनि अ, दोमाङ पेजा दोमाङ पुस्तक चाहिँ पढ्न लगाउने गर्नुहुन्छ। र आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई दोमाङ भनेको के हो है, दोमाङभित्र कुन कुन पाठहरू छ, वर्षको कुन समयमा दोमाङ पाठ पढ्ने, दोमाङ पढेको फाइदा है हो, त्यसको विषयमा चाहिँ म तपाईँहरूलाई भन्ने प्रयास गर्नेछु। र सर्वप्रथम नमस्ते टासिदेलेक फ्यापुला छाजालौ, म जोर्डेन गुरुङ तपाईँहरू सबैजनालाई आजको यस भिडियोमा स्वागत गर्दछु। हजुर, र पहिलो प्रश्न, दोमाङ भनेको के हो? र दोमाङको अर्को नाम छ सुङदुई भनिन्छ है। दोमाङ यानि सुङदुई एउटै हो। अब यसको अर्थ के हो भन्नु पर्दाखेरि गौतम बुद्धले बुद्धता प्राप्त गर्नु भइसकेर धेरै प्रवचन, आफ्नो जीवनमा धेरै प्रवचनहरू दिनुभएको छ। र त्यो सबै प्रवचनहरूलाई चाहिँ एकजुट बनाएको पुस्तकलाई चाहिँ दोमाङ यानि सुङदुई भनिन्छ। हजुर, बुद्धले जति पनि प्रवचन दिनुभएको छ आफ्नो जीवनकालमा त्यो सबै पुस्तकको अर्थलाई एकजुट बनाएको पुस्तक चाहिँ दोमाङ यानि सुङदुई भनिन्छ। हजुर, र अब अर्को कुरा, तपाईहरूले कसै ठाउँमा युम पढाउनु पर्यो भनेर पनि भन्छ। आफ्नो घरमा आज म लामाहरू बोलाएर युम पढाउँछु पनि भन्छ। अब युम भनेको के हो भन्नुपर्दाखेरि बुद्धका जति पनि पुस्तकहरू छन् ती सबैलाई युम भनेर भनिन्छ। र यो जुन युम भन्ने शब्द छ यसको अर्थ के हो भन्दाखेरि आमा भनेको है। युम भनेको आमा भनेको। आमाले के गर्छ? आमाले आफ्नो बच्चालाई जन्म दिन्छ नि। त्यसै गरी अब यति बेला चाहिँ अब यो जुन बुद्धका पुस्तकहरू छन् ती सबैलाई युम भन्नुको कारण के हो भन्दाखेरि त्यो पुस्तकहरूको अर्थ, त्यो पुस्तकहरूको परम अर्थ, खास अर्थ चाहिँ आफूले बुझ्न सके, आफूले बुद्धता प्राप्त गर्न सक्ने एउटा बुद्धको जन्म हुने भएकोले चाहिँ त्यो पुस्तकहरूलाई युम भनेको है। बुद्धलाई जन्म दिने पुस्तक भएको कारणले चाहिँ बुद्धका पुस्तकहरूलाई युम भनेर, युम यानि आमा भनिएको। र अब यस्ता युम बुद्धका पुस्तक यस्ता कतिवटा छन् भन्दाखेरि 108वटा छन् है। 108वटा बुद्धका पुस्तक छन्। र ती 108वटा बुद्धको पुस्तक चाहिँ त्यो सबैको अर्थ चाहिँ एकजुट भएर बनाएको पुस्तक चाहिँ दोमाङ भनिएको है त। दोमाङलाई चाहिँ दोमाङमा चाहिँ बुद्धका 108वटा पुस्तकको सबै जुटिएको त्यो पुस्तकलाई दोमाङ भनिन्छ। हस् त, अब हामीले आफ्नो घरमा लामा गुरुहरू बोलाएर ती बुद्धका 108वटा नै पुस्तक अब यति मोटो हुन्छ हो, त्यो सबै पढाउनु त हामीले सक्दैनौँ नि, कति दिन लाग्छ है। र त्यसैले चाहिँ अब एकै दिनमा पढ्न सक्ने खाली चाहिँ दोमाङ भन्ने पुस्तकहरू हुन् है त। र अब दोमाङभित्र कुन कुन पाठ छ त भन्दाखेरि चाहिँ दोमाङमा धेरै पाठहरू छन् है। दोमाङमा धेरै पाठहरू छ र ती मध्ये मैले 10वटा तपाईँहरूको लागि छानेको छु हो। फाक्पाटासी घेपा भनेको चाहिँ एउटा यस्तो पाठ हो दोमाङभित्र भएको जुन चाहिँ हामीले जुनैसुकै हामीले काम गरे पनि त्यो काम गर्नु अगाडि यो पाठ पढ्यो भने चाहिँ त्यो काम सफल हुने है, त्यस्तो बुझिन्छ यो फाक्पाटासी घेपा भन्ने पाठ चाहिँ। र दोस्रोमा छ झाम्बल छेन्जुए पाठ पढेको फाइदा के छ भन्दाखेरि झाम्बल छेन्जुए भनेको भगवान मञ्जुश्रीको पाठ हो। र यो पाठ पढेमा हामीले आफ्नो
ज्ञान फैलिने, सही गलत छुटाउन सक्ने, दिमाग पल्ने, त्यस्तो फाइदा छ। र तेस्रोमा छ छेदो। छेदो भनेको चाहिँ बुद्ध आमितायु छेपाकमे भनिन्छ हामीले टिबेटनमा, उहाँको पाठ हो। यो पढ्यो भने चाहिँ हाम्रो आयु बढ्ने, हाम्रो आयुमा बाधा अर्जन नआउने, बिना समय मृत्यु नहुने हो, त्यस्तो फाइदाहरू छ। र अर्को छ झम्बालाई छेन ग्याजाकेपा। झम्बालाई छेन ग्याजाकेपा भनेको सम्पत्तिको भनौँ, सम्पत्तिको भगवान भनौँ जाम्बाला है, सम्पत्तिको देवता, उहाँको पाठ हो यो। अब यो पाठ पढ्नाले चाहिँ हाम्रो धन सम्पत्ति फैलिने, हजुर, त्यस्तो फाइदा छ। र अर्को छ क्याल्सियन चेमे पुङ्गेन भनिन्छ। त्यो पाठ पढ्नाले चाहिँ हाम्रो जीवनमा बाधा अर्चनहरूबाट मुक्त हुने, त्यस्तो फाइदा छ। र त्यो जस्तै ल्युङा युसुम घिचिङडोल भन्ने पाठले पनि हाम्रो शरीर, हाम्रो वचन, हाम्रो हृदय, यी तीनवटामा भएको बाधा अर्चनहरूबाट मुक्त गराउँछन्। र अर्को छ टिन्छेन। टिन्छेन चाहिँ एउटा यस्तो पाठ हो जसले चाहिँ पानी पराउने पाठ भनौँ न। तर हाम्रो यहाँ भन्छन् कसैले अब लाभामा चाहिँ हामीले यो टिन्छेन पाठ चाहिँ पढ्नु हुँदैन पनि भन्छन् हो। मैले पनि पहिला त्यसै सोच्थेँ, किनभने हाम्रो यहाँ लाभामा चाहिँ वर्षमा धेरै जसो समय पानी नै परिरहन्छ है। अब टिन्छेन पढ्यो भने, टिन्छेन भन्ने पाठ चाहिँ पढ्यो भने पानी पर्छ भन्छ, तर टिन्छेन पाठ त्यही भएर लाभामा पढ्नु हुँदैन पनि भन्छ, किन लाभामा धेरै पानी पर्छ नि त। तर त्यो चाहिँ त्यो सोच चाहिँ अलिक गलत होला जस्तो लाग्यो। किन भन्दाखेरि चाहिँ टिन्छेन पाठ पढ्यो भने पानी पर्ने मात्र होइन, समयमा पानी पर्ने, त्यस्तो फाइदाहरू रहेछ है। बिना समय पानी नपर्ने, समयमा पानी पर्ने। अब पानी पर्ने समयमा त पानी पर्नु पर्यो नि त, होइन र? हजुर। तर टिन्छेन परेको फाइदा चाहिँ त्यस्तो रहेछ, समयअनुसार समयमा पानी पर्ने। र अर्को मेलमहरू छन्। मेलम भनेको अब एउटा प्रार्थनाहरू है, प्रार्थनाहरूको पाठ है। र अर्को छ धिकडिप कुञ्जम भन्ने पाठ। त्यो चाहिँ आफूले गरेको कुकर्म है, आफूले गरेको पापहरू चाहिँ धुल्न, पापहरू मेटाउने पाठ चाहिँ यो हो। र अर्को छ घ्यानाकादो भनिन्छ। घ्यानाकादो चाहिँ हाम्रो दशाहरू है, हाम्रो अब जीवनमा भएको दशाहरू मेटाउने, बाधा अर्चनहरू मेटाउने हो, त्यो पाठ चाहिँ घ्यानाकादो भनिन्छ। हजुर। र अब अर्को कुरा, आफ्नो घरमा धमाङ कति बेला पढाउने है। हामीले घरमा अब लामाहरू बोलाएर धमाङहरू त पढाउँछौँ, कति बेला पढाउने भन्दाखेरि सक्नुहुन्छ भने हरेक महिना है, सक्नुहुन्छ भने हरेक महिना आफ्नो घरमा लामाहरू बोलाएर एक दिनको लागि धमाङ पढाउने, पूजापाठ गराउने। तर सक्नुहुन्न भने वर्षमा एकचोटि चाहिँ अवश्य यो धमाङ भन्ने पाठहरू पढाउनु होला भनेर म तपाईँहरूलाई रिक्वेस्ट गर्दछु। किन भन्दाखेरि अब तपाईँहरूकै भलाइको लागि होइन। र वर्षमा अब यदि तपाईँले वर्षमा एकचोटि धमाङ आफ्नो घरमा पढाउने हो भने कहिले अब कुन समयमा पढाउँदा उचित होला भन्दाखेरि, मैले जाने अनुसार, मैले बुझे अनुसार जुन महिना बुद्ध जयन्ती हुन्छ त्यो महिनामा चाहिँ हामीले आफ्नो घरमा धमाङ पढाउन सक्यौँ भने लाखौँ गुणा अरू महिनामा भन्दा पनि बुद्ध जयन्ती हुने महिनामा धमाङ पढायौँ भने लाखौँ गुणा हामीले पुण्य कमाउन सक्छौँ। र अरू महिना र यो बुद्ध जयन्ती भएको महिनामा चाहिँ के फरक छ, के कारणले चाहिँ यो बुद्ध जयन्तीको महिनामा चाहिँ लाखौँ गुणा बढ्छ भन्दाखेरि त्यसको कारण चाहिँ बुद्ध जयन्ती भएको महिनामा चाहिँ बुद्धको जीवनकालमा बुद्ध जन्मिएको
बुद्धले जन्म लिएको पनि त्यही महिना हो, बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको महिना पनि त्यही हो, र बुद्धको परिनिर्वाण यानि बुद्धको मृत्यु भएको महिना पनि त्यही महिना हो। यो महिनामा चाहिँ 3वटा विशेष अब बुद्धका जीवनको विशेष अब त्यो पलहरू बितेकोले चाहिँ त्यो महिनालाई हामीले टिबेटनमा भुम्गिर धावा पनि भन्छ। भुम्गिर माने लाखौं गुना बढ्ने। अब यो बुझ्नु पर्यो कि जुनै पनि धर्मको कार्यहरू यो बुद्ध जयन्तीको महिनामा गर्यो भने जुनै धर्मको कार्य पनि लाखौं गुना बढ्नेछ, लाखौं गुना तपाईले पुण्य कमाउनु हुनेछ भने त्यसै गरी यदि तपाईले पाप गर्नुभयो भने पनि एउटा पाप गर्नुभयो भने पनि त्यो पाप चाहिँ लाखौं गुना बढ्नेछ। राम्रो छ भने त नराम्रो छैछ नि, त्यस्तो हो नि त हैन। धर्मको कार्य मात्रै फैलिने, पाप चाहिँ नफैलिने त्यस्तो हैन। यो बुद्ध जयन्तीको महिनामा तपाईले पाप गर्नुभयो भने पनि त्यो पाप पनि लाखौं गुना बढ्नेछ। त्यसैले बुद्ध जयन्तीको महिना अब जस्तै यो सालको कुरा गर्ने हो भने इंग्लिशको मे महिनामा परेको छ है। अर्को महिना अहिले अप्रिल हो, अर्को महिना मेको 1 तारिक परेको छ है। अब त्यो मे महिनामा चाहिँ हामीले एकदम धर्मको काम मात्रै गर्नु पर्यो है। कुकर्म यानी पापहरू गर्नु भएन, त्यो चाहिँ हामीले याद राख्नु पर्यो है त। र अर्को कुरा अब यो घरमा धोमाङ अब पाठ त पढाउने भयो, र यो धोमाङ पुस्तक चाहिँ कहाँबाट ल्याउने भन्दाखेरि हुन त तपाईहरुले अब लामा गुरुहरुलाई आज हाम्रो घरमा धोमाङ पढाइदिनु भन्दाखेरि गुम्बाबाट नै धोमाङ ल्याउने पनि हुन्छन्। तर सबभन्दा उचित, सबभन्दा राम्रो एउटा बुद्धिस्ट, एउटा बुद्ध धर्म मान्नेको नाताले, बुद्ध धर्म मान्ने एउटा व्यक्ति भइसकेपछि आफ्नो घरमा धोमाङ पुस्तक चाहिँ हुनै पर्ने रहेछ भनेर चाहिँ मलाई लाग्यो है। धोमाङ पुस्तक है, सुङ्दी पुस्तक है, धोमाङ। किन भन्दाखेरि अब यो घरमा राखेर मात्र भएन, यसलाई हामीले बिहान बेलुका ढोग गर्ने है, बिहान बेलुका ढोग गर्ने। र ढोग्ने बेला मनमा के लिनु पर्यो भन्दाखेरि अघि मैले भने चाहिँ बुद्धका ह्युम यानी बुद्धत्व प्राप्त गराउने पुस्तक 108 वटा छ। त्यो 108 वटाको सबै अर्थ एकजुट बनाएको पुस्तक भनेको धोमाङ पुस्तक भयो। र यो धोमाङ पुस्तकको अर्थ, परम अर्थ बुझ्यौ भने तपाईले परम सुख प्राप्त गर्न सक्ने, बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता यसमा छ। त्यसैले चाहिँ एउटा बुद्धिस्ट हुनको नाता यानी आफूले सुख चाहेको नाताले चाहिँ यो धोमाङ पेछा चाहिँ, धोमाङ पुस्तक चाहिँ आफ्नो घरमा भयो भने एकदमै राम्रो है त। र यसलाई अब बिहान बेलुका ढोग गर्ने बेला पनि के सोच्नु पर्यो भन्दाखेरि एक दिन यो धोमाङ, यो ह्युम है, बुद्धका प्रवचनको परम अर्थ त्यो सबै मैले बुझोस्, मैले जानोस् भनेर चाहिँ मनमा मैले मात्र हैन, संसारका सारा प्राणीले चाहिँ यो धोमाङको अर्थ जानोस् भनेर चाहिँ ढोग गर्नु पर्यो है। ढोग्ने बेला त्यस्तो सोच, ठुलो सोच लियो भने तपाईले धेरै भन्दा धेरै पुण्य कमाउनु हुनेछ है त। हस् त। अनि अब आजको यस भिडियोमा चाहिँ मैले अस्ति धेरै दिन अगाडिदेखि चाहिँ एकजना मित्रले चाहिँ धोमाङमा कुन कुन पाठहरू छन् भनेर चाहिँ त्यसको एउटा भिडियो बनाइदिनु भनेर चाहिँ भनेको थियो। त्यही भएर मैले आज धेरै दिनपछि चाहिँ मैले बनाएँ है। त्यसै गरी अब यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा तपाईलाई जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। म केही दिन लगाएर, समय लगाएर त्यसमाथि भिडियो अवश्य बनाउने छु र आशा छ यो भिडियोबाट तपाईले केही ज्ञान पायो होला भन्ने है। र फेरि पनि अर्को भिडियोमा भेट्ने छु र सक्नुहुन्छ भने भिडियोलाई मेरो च्यानलमा सब्स्क्राइब गरिदिनु होला, यो भिडियोलाई शेयर गरिदिनु होला। हस् त, धन्यवाद।